Welcome to my vlog and another video. सिडी बनेको यहाँ हो ल फोटो खिच्ने साँच्ची हालिरहने आइसक्नुको होइमा हाम फालेर मरम के तिर्सनीको गर्ने तिर्सनी कता रहेछ शाबाश भन्ने कति राम्रो भने रहेछ पराउनु नि ओए खानु नि आउँदो रहेछ त यहाँको भिडियो यहाँको सिडी नि मैले गरेको थिएन साँच्ची यहाँ हो अर्को सिडी बनेको यहाँबाट नदेखिँदो रहेछ कडा बनाउनु रहेछ तर देखिएन मैले यो सिडी कुनै दिन देखाउने छु एकदम राम्रो बनाउनु रहेछ मैले यतातिर आएको थिएन एन्ड वेलकम छ सबैजनालाई र आज हामी भुटानले दिन भुटानलाई जाँदैछौँ र भुटानलाई जाने त नाइट साइडै बिर्सेर फेरि फर्केर गएर लिएर आएको यो सिडी चाहिँ म पछि देखाउने छु यहाँनिर हो सिडी बन्न गएको मैले पनि सोचेको थिएँ त्यहाँ पबिरको घर उतापट्टि होला भनेर उता होला अनि सोचेको थिएँ कि कसम यहाँ रहेछ मलाई पनि थाहा थिएन सो यो सिडी पछि आउनेछ पक्कै पनि मेरो भिडियोमा र हामी जाँदैछौँ ग्याङसहित अगाडि अगाडि म पछाडि पछाडि हिँड्दैछु हिँड्दै हुनुहुन्छ नमस्ते यिनीहरू मिसै आएनन् हामी हो मिस के हो नमस्ते मिसमा किन नबोलेको ल नु मलाई त नमस्ते गर्नु नै बिर्सिनु पर्छ है च्याउ खानु न पार्टीरु च्याउ खान्छु ल्याउ त रे भोला मलाई त भोला के किन नखाएको र नुनेलो ल्याउनु त रे म यहाँ भने अर्डर दिने मान्छे हो पहिला पिर्थ्यो चिन्दैन र मलाई के समातेको त त्यत्रो माथि तिम्रोले बुवा लाउ सन्चै छौ तिमी जान्नौ मसँग फेरि जान्छ दिदीहरूसँग त्यहाँ के भयो अया भयो कसले हो अया गरिदिएको कसले हो आफै के भन्छ के उसले ठोकेर घाउ भएको त्यही हातमा त्यत्रो छ के किनौँ र रे हाम्रै म त कसै र मर्ने हो जाऊ दिदीहरूमा मैले आउँछु ल हस् ओके बाई बाई यतातिर त अख्खा भइछ त साह्रै भोलाएर के मलाई त र खाना खानेछु अहिले ग्याङ पुगेर बनाउने छु ल म भिडियो यतातिर बनेको बाटो देखाउँदै जान्छु र हालिरहने आउनु भयो र आउनु त अन्जाम
अहिले पैसा दिने हो के भन्नुहुन्छ र साह्रै भोलाइ र खाना नखाएर साह्रै भोलाएको र फेरि भोटाल घुमाएर ढलम लाने र अब एकछिनपछि लो दिए रे अहिले उयो खान्छु नाम त गिजेको हामी अब पूजा गर्ने अहिले होइन भनेपछि भोट घन्टी लैजाला त छ म त खान्न नुनेला खान्छु मजाले त भनेको मान्छेलाई के को अर्कै पार्टी सुनाइतिर गले खानुभयो यतातिर खतरा देखेछ हाम्रो कति सोतो त गइला त नि म त खान्न हालेर नि आइसक्नु के हो कसैले ल्याउनु जस्तो छ त यता नि मानु हो त्यो बट्टा बुटाउला अहिले ए शीतल नन्छ के जाने शीतल मैले ऊ नुनेला खाएकै र चिल्लो खानु नमन लगाएर पो ओके हामी पुग्नु लागिसक्यौँ क्याङ अब क्याङमा कतिको भिड छ देखाउँछु ल अब त खुसी हुलै थिएन आफै हाल्नुभयो कि कसले हालिदिनु भयो दुई ठाम एक ठाम ए अब हारु नि यसरी अझै ल दुई ठाम हालेँ नि मैले दुई ठाम रे ल हामी स्पोट अन द स्पोट आइसक्यौँ निकै लाइन जान्छ कतापट्टि हो न हामी हो त्यहाँ भोटाल रेडी छ हामी गएर हाल्छौँ अब यहाँ खाजा खाने हामीले भोटाली आइसक्यौँ हाल्नुहुन्छ अरे फेरि हालिरहनु नलाने के अरे सकिन्छ कि प्या पार्नुपर्छ नि पर्खिएर फेरि अहिले फेरि आफ्नो मात्र गएर आफ्नो मात्र प्या गर्नुभयो भन्नु होला नि भए पनि पर्खिएछौँ पहिला दुनो डाल्नु न के र त पहिला दुनो डाल्नु न भनेको केटाटुलाई पर्खिँदा पर्खिँदै भोटाले होइन हराउनुहुन्छ पाएको यहाँ बसेछु र झन् आफूभन्दा पछि ढकहरू हालेको फुट्की फुट्नेतिर आउनुहुन्छ हेर्छु त कुनेटोमा अहिले पनि हिकिनु भयो अहिले पनि हिकिनु भयो निक्लिँदैन नि कात्री चाहिँ के हो नि अब लिटर जाने भनेर बस्यो दुनोहरू जेरी मात्र घुमाउ पिन्डे पिन्डे भन्नुभयो एउटाले घुमाउ रे घुमाउरे रोटी रे एउटाले होइन सेल रोटी
त्यो भिन्डे हो के तरकारी नि त बाहना आयो घुमाउरो त जेरी नि हुन्छ हाल्नु न रे र बल्ल पिठो उठ्दैछ जाने त जाम त जाने चटपट खानु सारीको केराटीलाई मैले कोही भोटाले होइन हराउँछन् कोहीले आलिँदै हाले न तर अहिले सक्यो तर हाल्यो बजे भर्खर आयो केराटी कोही केराटी भोटाले होइन हराउँछ कोही केराटी लेखेन छोरी हाले गला गएपछि हामीलाई नपुग्ने भन्नुहुन्छ मान्छेले यहाँको मान्छेहरूले हामीलाई विश्वास गरेर सबै पसल छोडिदिएर जानुपर्छ यहाँ खतराङ र कुतरुङ हुँदैछ है यहाँ हामीले यो लाने भनेको एउटै गर्ने भनेको यहाँ एउटै खोज्दैछौँ काहीँ नपाएर सबैलाई मिल्ने कपडा नपाएर आइरहन्छ एउटा भयो तिनवटा के नै होइन दुईटा लैजाऊ न त मलाई आउँदा लैजाऊ के दुईटा छ के लैजाऊ के लानुहुन्छ लुङ्गी हेर्नु न त्यहाँ लान्छु भनेर भन्नु भन्छ रङ भन्दा नि कलर के भन्नुभयो सब्सक्राइब छ कि छैन नि गहना लाउनु न ए अब जात यहाँ त बेर्नु र हाँ भाइ हामीलाई यसो लुङ्गी किनिदिउँ न यहाँ ल जम्मा 1000 रुपियाँ दिए पुग्छ एउटालाई जम्मा 1 2 3 4 5 पाइन त नि कस्तो जान्दैन हुने रहेछ नि उयो यो कलर राख्नु त हामी छु छटा मात्र लाउने नि त बनाउने नि ए भाइ सस्तो रहेछ रे तीनटा ह त्यहाँ एउटालाई कति रुपैयाँ रे तीनटा हाती दिए पुग्छ हैन त्यसै राम्रो देखिरहेको 1000 रुपैयाँ त भन्नु हसेनी हजुर 600 पर नि 100 रुपैयाँ दिन्छ 500 रुपैयाँ दिलाउने त्यस्तै गर्ने त ह यस्तो भने 600 पर नि 1000 त भएन रे 550 मैले भनेको होइन अघि नै 1000 रु के रे 4-3000 निकाल्नु भनेको होइन दुधारमै बुक गरे भने म यता आए म बेचिसके म यता ए के रे भाइको नाममा है दि मैले यो किने उहाँले त्यो किन्नु भयो अब हामी खाना खान जान्छौँ यहाँ भोक लगाइरहेको छ हाम्रो केटाटीलाई भोक लगाइरहेको ल हामी भोटालेर आइसक्यो सबै पुगिसक्यो हामी बल्ल श्रीमाटको खोलातिर श्रीमाटको खोलातिर साइली छ ल अनि हल्का हल्का भिडियो पनि बनाएको छौँ कृपया लाइक गरिदिनु होला भन्दै आजको भोटिङ सिस्टम बन्द हुँदैछ विभिन्न पार्टीका छौँ यहाँ मनैमा छ कुन पार्टी छ भन्ने भन्दै हामीले के गऱ्यौँ खाजा खाएको त बनाएन लाइन बसेको नि बनाएन नदिएर लुगा किन्नु लागेको बनाएँ अनि हिँडेको बनाएँ गर्दै हामी अब हाम्रो टोली क्याङको भेगबाट हुइजिरेको भेगमा आइसकेको हुनाले चिसो मौसम भएको अवस्था भन्दै अब भिडियो अन्त्य हुन्छ के बाई के गर्छु अरू ओ माइजू बाई ढोकिदिया
भन्दै आजको भिडियो हुन्छ ओके बाई बाई